जय श्री राम। जय श्री राम। सबैजना हाम्रो देश विदेशबाट टिकटकको मेरो फेसबुकको साथीहरू सबैजनालाई प्रणाम गर्छु। सन्चै हुनुहुन्छ होला, हजुरहरू आरामै हुनुहुन्छ होला भन्न चाहन्छु। हजुरहरूले दीपावली छठ पर्व हाम्रो चाहिँ 82 साल 2022 सालको छठ पर्वको धेरै धेरै शुभकामना हजुरहरूलाई। तिनको नेपाली जनता दाजुभाइ दिदीबहिनी इष्टमित्र गुरु सबैजनालाई धेरै धेरै ह्याप्पी तिहार भन्न चाहन्छु। हजुरहरू किन भन्दा आज दाइ भाइ नहुने बहिनी पनि आज रोएर बस्नुपर्छ। म पनि त्यस्तै छु। ठिक छ, जिन्दगीमा दुःख सुख भन्ने कुरा यस्तै हो, आउँछ जान्छ र जतिखेर पनि हामीले रमाइलो हुनुपर्छ। हामी चाहिँ हामी सधैँ हामी खुसी र आनन्दी हुनुपर्छ। हामी र हिजो हामी आज कोही छैन भने निराश पनि हामी हुन्छौँ होइन। हामी आज कोही छैन भनेर हिजो हामीले कसैलाई ल्याएनौँ र कोही पनि छैन है। भएका थिए गुमाइसक्यौँ हामीले होइन। र आज त्यो किन भन्दा भगवान्को परमात्माको हामीले शरणमा हामी चाहिँ छौँ। हामी देश विदेशबाट जति हाम्रा हुनुहुन्छ साधु सन्त हुनुहुन्छ, जतिजना हाम्रो चाहिँ सबैजनालाई कोटि कोटि प्रणाम छ म सीताको तर्फबाट। हजुर सबैजनालाई नेपाली 3 करोड नेपाली दाजुभाइ दिदीबहिनी इष्टमित्र कुशल रहनुहोला, आनन्दी रहनुहोला, खुसी रहनुहोला, तिहार खुसीले मनाउनु होला, भाइ बहिनी टिका लगाउनु होला भन्दै धन्यवाद सबै कुरा।